Okay, hello everyone. मेरो नाम वेलकम टु माई च्यानल्स. मेरो नाम हो पसाङ ग्याल्मो शेर्पा. म युकेमा बसेको म 10 वर्ष हुनु लाग्यो अहिले. यहाँको चाहिँ यहाँ आएर चाहिँ पहिला मलाई यति धेरै उयो कुराहरू थाहा थिएन. अहिले चाहिँ धेरै जस्तो नेपाली स्टुडेन्टहरू पढ्नुको लागि पढाइको भिजामा स्टुडेन्ट भिजामा नेपालबाट यहाँ आएको अनि कतिजना मान्छेहरूले स्टुडेन्टहरूलाई काम नपाउने अनि युनिभर्सिटीको फी नि कति धेरै महँगो हुने त्यो कारणले कति धेरैले उयो नै हुँदैन, थाहै हुँदैन कसरी यहाँ युकेमा आउने अनि कसरी भिजा लगाउने, कसरी युकेमा आउँदा रिसर्च गर्ने भनेर. अनि त्यही बारेमा म तपाईहरुलाई भन्न गइरहेको छु. मसँग चाहिँ छ केसँग मेरो साथी भर्खर यहाँको कति महिना भयो? 4 महिना भयो. त म अलिकता तिमीलाई थाहा भएको कुरा अलिकता भनिदिनु होला. युकेमा. Okay, Kesang, thank you for coming my channel. But एउटा क्वेसन चाहिँ मेरो त्यही थियो कि यहाँ युकेमा आउँदा चाहिँ तिमीले कसरी युनिभर्सिटी चुज गर्यो, कसरी तिमीले रिसर्च गर्यो युनिभर्सिटी कुन चाहिँ राम्रो हुन्छ कुन चाहिँ नराम्रो हुन्छ भनेर. मेरो विचारमा चाहिँ के लाग्छ भने दिदी, मैले चाहिँ यहाँ आउनु अलिकति रिसर्च बिना आएँ. वुल्भरह्याम्पटन युनिभर्सिटी पढ्दाखेरि म चाहिँ रिसर्च बिना आएँ. म चाहिँ कसैसँग यति मैले सोचिनँ. अनि के थियो भन्दाखेरि म जनवरीको लास्टमा पुगिसकेको थियो. त्यही भएर यो वुल्भरह्याम्पटन युनिभर्सिटीले चाहिँ फेब्रुअरीको एन्डिङसम्म नि स्टुडेन्टहरू लिइरहेको थियो. त्यही भएर मैले रिसर्चै नगरिकन अरू युनिभर्सिटीहरू मैले हेर्दै नहेरिकन आएँ. तर म चाहिँ स्टुडेन्टहरूलाई के सल्लाह दिन चाहन्छु भने युके आउनुभन्दा अगाडि चाहिँ रिसर्च गर्नु. हरेक युनिभर्सिटीको बारेमा राम्रोसँग रिसर्च गर्नु. किनभने रिसर्च गरेन भने हामीलाई धेरै गाह्रो हुन्छ. हरेक हामीले भन्छ सस्तो कलेज जानुपर्छ भन्छ. हो, सस्तो कलेज चाहिँ जानुपर्छ. तर हामीलाई हामी नेपालीहरू आउने भनेको मेन त कामको लागि नै आउने हो. यता कामको लागि. अनि कामहरू चाहिँ बिजी सिटी भन्दा बाहिर काम पाउनु एकदमै गाह्रो हुन्छ. कि त रिफरल चाहिन्छ, कसै आफ्नै चिन्ने मान्छे हुनुपर्छ. आफैले खोज्दा चाहिँ अलिक गाह्रै हुन्छ. त्यही भएर मेन रिसर्च गर्नुपर्छ जस्तो लाग्छ मलाई. नेपालबाट आउँदा चाहिँ मजाले रिसर्च गरेर गुगल अनि च्याट जिपिटी सबै गरेर, जस्तो कि केसँगले भन्यो कि त्यसरी रिसर्च नगरिकन एकदम यता आउँदा चाहिँ गाह्रो हुन्छ. यहाँ आएर एकदम पढ्दा आफूलाई पढ्दा काम नपाउँदा युनिभर्सिटीमा फी भर्नु पर्दा फेरि नेपालबाट सबैजनाको सेम हुँदैन. नेपालबाट आउँदा त सबैजनाको अब अफोर्ड गर्नु सक्ने सबैजनाको त्यस्तो हुँदैन. नेपालबाट पैसा पठाउनु पर्यो भने कति उयो हुन्छ, यहाँ काम पाएन भने कतिको गाह्रो हुन्छ. अनि त्यही भएर के भन्न चाहन्छु, उयो के अरे नयाँ आउनु खोज्ने त्यो स्टुडेन्टहरूलाई चाहिँ त्यो के गर्नुपर्छ, आयल कि त्यो गर्नुपर्छ कि फर्स्टमा चाहिँ युनिभर्सिटी रिसर्च गर्नु. फर्स्टमा चाहिँ अब युकेको हल्का बिजेस्ट सिटी, युकेको सबैभन्दा बिजेस्ट सिटी भनेको लन्डन हो. लन्डन पछि बर्मिङहम पछि म्यानचेस्टर. यस्तो सिटीहरूमा चाहिँ बरु कलेज अर्को पढेर सिटी यस्तोमा बस्दा चाहिँ राम्रो हुन्छ. किनभने कामहरू पाइन्छ. अनि यसरी चाहिँ काम पाएपछि हामीले एफोर्ड गर्न सकिन्छ. हामीले यहाँ बसेर नेपालमा पैसा कमाएर नेपालमा पैसा पठाउनै त हामीले सकिँदैन. यहाँ बसेर आफूले काम गरेर युनिभर्सिटी फी तिर्न चाहिँ डेफिनेटली सकिन्छ. आफ्नो खर्च निकाल्न सक्यो भने यताको लागि यति नै हुन्छ. त्यही भएर फर्स्टमा चाहिँ रिसर्च गरेर आउँदाखेरि चाहिँ हल्का बिजेस्ट सिटीमा नै युनिभर्सिटीहरू खोज. च्याट जिपिटी छ अहिलेको जमानामा. च्याट जिपिटीहरू गुगल गर्नु सबै गरेर अनि एकजना दुईजना मेरो दाइ दिदीहरू यस्तो युनिभर्सिटीमा छ म त्यसमै पढ्छु भनेर चाहिँ नआउनु होला. अनि अर्को कुरा चाहिँ म के भन्छु भन्दाखेरि अहिले भनेको नेपालमा चाहिँ धेरै कन्सल्टेन्सीहरूले चाहिँ आइएलटिएसहरू नगरिकन नि युके जाने मिल्छ भन्छ. तर त्यो आउन त मिल्छ, तर द्याट्स अन अ लक. त्यो चाहिँ लकले गरेर भिजा लाग्छ. यहाँ हुनु त हल्का लक त हुनै पर्छ. अनि आइएलटिएसहरू धेरैले गर्दैन. अनि आइएलटिएसहरू नगर्दाखेरि चाहिँ के हुँदो रहेछ भने चाहिँ युके भिआईको इन्टरभ्यू पढ्न सक्छ.
आइएलटिएस गर्यो भने तिम्रो इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट राम्रो हुन्छ नि त त्यही भएपछि युकेभिआई इन्टरभ्यू पर्ने चान्स एकदमै कम हुन्छ त्यही भएर म चाहिँ आइएलटिएस चाहिँ सकेसम्म दिनु किनभने 1-2 महिना मेहनत गरेर युकेभिआई इन्टरभ्यू पढेर फेल भयो भने त यत्रो मेहनत खर्च हुन्छ नि त त्यही नेपालबाट आउँदा अनि कुन चाहिँ यहाँ आउँदा चाहिँ कुन चाहिँ सब्जेक्ट पढ्दा राम्रो हुन्छ लाइक त्यो नि भन्दिनु कि कुन चाहिँ सब्जेक्ट यहाँ चुज गर्दा राम्रो हुन्छ यहाँ म पर्सनली चाहिँ मैले चाहिँ कम्प्युटर साइन्स इन ब्याचलर गरिरहेको छु अहिले फर्स्ट इयरको फर्स्ट सेमिस्टर सक्यो अब सेकेन्ड सेमिस्टरमा छु अहिले बिदाज्नु छ फर्स्ट अब त्यो त आफ्नो पढाइ अनुसार हुन्छ आफ्नो अब आफूले कुन चाहिँ मनपर्छ फेरि हामीले यो गर त्यो गर भने तर यहाँको स्कोप अनुसार चाहिँ अहिले चाहिँ मेन भनेको कम्प्युटर साइन्स हो त्यही टेक्नोलोजी नै चलिरहेछ टेक्नोलोजी बिजनेस एचएमहरू अब कोर्स त आफूले अब जुन चाहिँ त्यो हुन्छ त्यही नै कोर्स गर्दा राम्रो अनि कोर्स चुज गर्दा चाहिँ सकेसम्म आफूले 12 मा जे पढेको छ नि त्यही सब्जेक्ट चाहिँ यहाँ लिँदा राम्रो तिमीले चाहिँ त्यो नलिएको हैन मैले चेन्ज गरेन चेन्ज चाहिँ नगर्नु चेन्ज नगर्दा राम्रो हुन्छ किनभने हामीले बच्चैदेखि जे पढेर आयो हामीले पछि त्यही पढ्दाखेरि हामीले त्यसको बेसिक नलेज भएन यहाँ सजिलो हुन्छ नि त त्यही भएर म चाहिँ कोर्स चेन्ज नगरिकन 12 मा जे पढ्यो त्यही चुज गर्नु भन्छु अनि कुन चाहिँ सब्जेक्ट लिन्छ यहाँ आएर चाहिँ कुन चाहिँ सब्जेक्ट लिँदा चाहिँ सस्तो पर्छ या फी सस्तो पर्ने त्यस्तो हुन्छ कि फी सस्तो पर्ने भने त्यो अब युनिभर्सिटी हेरेर र त्यो कुन चाहिँ सिटीमा पर्छ भन्ने नै हुन्छ तर म चाहिँ पर्सनली रिकमेन्ड चाहिँ त्यही आइटी फिल्ड पढ्नु यसमा धेरै नै फ्युचर छ अहिलेको जमाना भने टेक्नोलोजीको जमाना हो त्यही भएर म चाहिँ आइटी फिल्डै चुज गर्नु सक्नुहुन्छ भने अनि सक्नुहुन्न भने त नर्सिङमा नि धेरै राम्रो छ यता नर्सिङहरू त्यही त हो नि नर्सिङमा अनि त्यही हो नर्सिङ आइटीहरू त्यस्तै सब्जेक्टहरू चुज गर्नु भन्छु म चाहिँ अनि अर्को केही यहाँ आएर चाहिँ केही तिमीलाई डिफिकल्ट लागेको चाहिँ यहाँ बस्नु सबै कुरा कसरी खोज्यो यहाँ आएर चाहिँ नेपालबाटै खोजेर आएको कि यहाँ खोज्नु पर्यो घर बस्नुको लागि चाहिँ एकोमोडेसनको लागि चाहिँ मैले नेपालबाट नै एउटा साथीसँग कन्ट्याक्ट गरेर अब युकेमा जाने को रहेछ त्यो युनिभर्सिटीमा पढ्ने को रहेछ यसो आफूले फेसबुकबाट आफूले त्यस्तो कुराहरू चाहिँ रिसर्च गर्नु धेरै नै जरुरी रहेछ किनभने धेरै जनाहरू यहाँ आएर ठगेको हुन्छ क्या म यता कोठा मिलाइदिन्छु अनि यति पैसा दिनु भनेर धेरै पैसाहरू ठगेको भने पैसा अहिले यहाँ भनेको पैसा हो जे पनि पैसा त्यही भएर म चाहिँ के भन्छु भने नेपालबाट नै एकोमोडेसन मिलाऊ तर पैसा अगाडि नै नहाल किनभने धेरै नै ठगीहरू भइरहेको हुन्छ यहाँ नेपालीलाई नै ठग्छ कोही राम्रो छ कोही नराम्रो छ भन्ने हुँदैन त्यो आफूले सबैले इजिली ट्रस्ट नगर्नु त्यही भएर नेपालबाट एकोमोडेसन हेर्नु लोकेसनहरू हेर्नु आफ्नो युनिभर्सिटी भन्दा कतिको टाढा छ कामहरू पाउने सहरतिर छ कि छैन एकोमोडेसनहरू त्यस्तोले हेरेर आफूले सोच विचार गरेर आउनु अनि अर्को केही मेरो साथीहरूलाई भन्नु छ तिमीले यहाँ आएर केही छ भने अर्को नि अलि धेरै उयो भन्दैन न के इन्फर्मेसन अर्को केही तिमीले छुटेको छ भने मेरो अब इन्फर्मेसन त्यही हो राइट कोर्स राइट सिटी सबै राम्रोसँग चुज गरेर आउनु नेपालबाट आउँदाखेरि आत्तेर नआउनु आत्तेर हतारमा चाहिँ कहिल्यै पनि नआउनु कसैसँग सल्लाह गरेर राम्रोसित बुझेर एउटा कन्सल्टेन्सीको कुरा मात्र नै नसुन्नु अहिले डुबाउने भनेकै कन्सल्टेन्सीले हो अहिले भनेको आफै नै राम्रोसित रिसर्च गरेर जान्ने मान्छेहरूलाई सोधेर सबैसँग हल्का रिसर्च गरेर अनि कसैको भर नलाग्नु अनि अर्को कुरा भनेको पैसाको लोनको कुरा हुन्छ स्टुडेन्टहरू लोनमा आइरहेको हुन्छ अनि यता आउने भने चाहिँ अब आफ्नो फाइनेन्सियल डकुमेन्टहरू नि मिलाउनु पर्छ यता त्यो चाहिँ हरेक कुरा अलिकति हेर्नु अब आफूले कुन चाहिँ सहरमा बस्दा चाहिँ आफूले सक्छ अब यो देशमा भनेको पैसा 50 लाख भन्दा एक वर्षमा 50 लाख त मिनिमम जान्छ यति अनि आफ्नो पैसा पनि अब आफूले यति सक्छ कि सक्दैन अनि उता गएर नि फ्याट्टै काम पाउँछ भन्ने छैन नि म आएर नै कतिसम्म त काम पाएको छैन 3 महिना जति मैले कामै पाएको थिएन आफूले अब यति
काम नगरेर नि घरबाट धान्नु सक्ने स्थितिमा आउनुपर्छ छ भने चाहिँ अब सक्छ भने आउनु सकेसम्म त अब म फेरि नआउने नि भन्दिनँ फेरि आफू चाहिँ युके गएर हामी आउनेहरूले चाहिँ नआउने भनेर मोटिभेट गर्दैन रहेछ भन्दा तर त्यस्तो होइन आफ्नो फ्यामिलीले कति एफोर्ड गर्न सक्छ सक्दैन त्यो कुरा विचार गर्नु होला अनि अब त्यही हो हामीले भन्न खोजेको चाहिँ यहाँ आएर नि एकदम काम पाउने उयो हुँदैन यहाँ आएर बस्ने एकदम हुँदैन सबै कुरामा पैसा पैसा पाइकै यहाँ हुँदैन सबै एक ठाउँबाट अर्को ठाउँ जानु पैसा मान्छेसँग बस्नु 2 दिन बस्नुको लागि नि 2 दिनको नि पैसा तिरेर बस्नुपर्छ नेपाली भनेर ट्रस्ट गर्नु सक्दैन बाहिर जा भने युकेमा मात्र होइन अर्को ठाउँमा नि त्यस्तै हुन्छ कि मान्छेहरू कसैलाई नि ट्रस्ट गर्नु सक्दैन अनि यहाँ आउनुभन्दा पहिला चाहिँ प्लिज सबैजना रिसर्च गरेर आउनु गुगल गरेर च्याट जिपिटी छ तपाईहरु पढेको लेखेको मान्छेहरू हुन्छ सबैजना यति त बुझ्छ होला तर त्यसरी हाम्रो भिजा लाग्यो अब हाम्रो सबै कुरा भयो हैन त्यो त्यसरी चाहिँ नआउनु होला पहिला रिसर्च गरेर राम्रोसित बुझेर जानेर मात्र यहाँ आउनु होला त्यो भिजाको चक्करमा चाहिँ युके चाहिँ एप्लाई गरि नहाल्नु सबै हेर्नु खोज विचार गर्नु आफूले एफोर्ड गर्न सक्छ सक्दैन आफूले त्यहाँ पढ्न सक्छ सक्दैन पढाइको विषयमा नि हजुर आजकल चाहिँ स्टुडेन्टहरूले फेल भयो भने गाह्रो छ फेरि किन्नुपर्छ कि फर्केर नेपाल जानु पर्यो कि त जति नेपालबाट तिरेको छ त्यति तिर्नु पर्यो त्यति धनी त या फिर धनी पैसा भएको मान्छेहरू त अफकोर्स तिनीहरूको लागि त केही हुँदैन तर नर्मल घरको मान्छेहरूको लागि त धेरै ठुलो हो नि त 50 लाख 60 लाख भनेको त धेरै ठुलो त त्यही भएर प्लिज रिसर्च गरेर आउनु सबैजना घरिघरि भन्दैछु रिसर्च गरेर आउनु भनेर एन्ड देन ठिकै छ आजको लागि अनि फेरि नेक्स्ट भिडियोमा तपाईहरुलाई अर्को टपिकमा भन्दै नै छु अनि केही कुरा जान्नु छ भने तपाईहरु मेरो कमेन्टमा आएर कमेन्ट गरिदिनु होला अनि केही टपिक तपाईहरुलाई सोध्नु छ केही छ भने चाहिँ युके को बारेमा तपाई कमेन्ट गरिदिनु होला थ्यांक यू केसाङ अनि हामी दुई जना अर्को भिडियोमा नि आउने छु थ्यांक यू बाइ